म चाहिँ नेपाल टेलिकम गएर आएको। नयाँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, भिडियोहरू हेरिदिनु होला। हेलो गाइज नेपाल टेलिकममा छु। बाबाले सिम निकाल्दै हुनुहुन्छ। यहाँ बोल्न मिल्दैन होला भनेर बोलिनँ मैले। हेलो एभ्रिवान, म चाहिँ सिम निकालेर आएको। यो सिम मोबाइल हराएर यो पिनकोड नआएर खोल्नै मिलेन, त्यही भएर म मङ्गलबजार छु अहिले। सिम निकालेर आएको। खतरा छ। हेलो गाइज एभ्रिवान, हेलो, के छ? तपाईँहरू सन्चै हुनुहुन्छ? सन्चै हुन्छ भन्ने आशा छ मलाई होइन। म चाहिँ नेपाल टेलिकम गएर आएको। मोबाइल सिम सबै हरायो। मेरो गुगल एकाउन्ट, युट्युब एकाउन्ट चाहिँ पिनकोड मागेर बाबाको नाममा थियो सिम, अनि नेपाल टेलिकम गएर निकालेर आएर पिनकोड हालेर खोलाएको छु। कति दिन ग्याप भयो गाइज। नयाँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, भिडियोहरू हेरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला मन परेमा। सो गाइज यस्तै छ। प्लिज नयाँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। जसले माया गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ, सबैलाई धन्यवाद भन्दै आजलाई यति नै गाइज। यस्तै छ। धन्न बिग्रेको त्यही पनि आयो होइन। ठिक छ, सिक्दैछु, गर्दैछु म पनि। यति माया गर्नुहुन्छ भने यसो प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। यो भएन त्यो भएन भनिदिनु होला होइन। म गर्नेछु, गल्तीहरू सोचाउने छु। सो आजलाई बाई गाइज। माया गरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, जतिले गर्नुभएको छ अझै गर्नुहुन्छ भन्ने आशा छ। लेट्स सी। बाई गाइज, टेक केयर। थ्याङ्क यू फर वाचिङ भिडियो गाइज। आजलाई यही थियो कुरा खास। आजलाई यति नै, बाई।